ल हाम्रो त्रिवेणी धाम है। त्रिवेणी धाम भन्दाखेरि त्रिवेणी धाम, तर धाम जस्तो नदेखिने त्रिवेणी धाम। धाम जस्तो चाहिँ नदेखिने, किनभने धाम भन्दाखेरि त सबै कुरा लगभग मेन्टेन हुनुपर्छ भन्ने पनि छैन, तर पनि हुनुपर्छ होइन। भक्तजनहरूलाई सुविधा हुनुपर्छ, यो त्यो भनेर यताउता हाम्रो होइन आउनेहरूलाई चाहिँ स्वागत हुनुपर्छ यो त्रिवेणी धाममा। तर त्यस्तो सिस्टम छैन कि जो जहाँ जस्तो सुकै अवस्थामा भए पल्टिदिए पुग्छ, यताउता गरिदिए पुग्छ, त्यो होइन हाम्रो त्रिवेणी धाम। झुलिङ्गे पुल होइन, झुलिङ्गे पुल हाम्रो पारि जाने हो, तर पारि जाने गेट बन्द छ क्या, जान त मिल्छ क्या, उतातिर के बनाएको छ कुनै खै, तर जान चाहिँ मिल्छ। त्यो चाबी लाखेन के अरे, चाबी लगाएको भए अर्कै कुरा छुट्टै कुरा हुन्थ्यो। चाबी लागेछ तर ढोका खुलेछ जस्तो महसुस भयो मलाई त। यहाँदेखि त जे पनि आउन सक्छ, गैँडा बाघ जे पनि आउन, किन यो राष्ट्रिय निकुञ्ज अब आउने, यो पर्ने भनेको राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज होइन। यतापट्टि भनेको हाम्रो नवलपरासी होइन, यतापट्टि भनेको चितवन राष्ट्रिय निकुञ्ज। तर यहाँ तालचा खुलेको छ, जान पाइयो, तालचा खुलेको छ, इजी जान पाइयो, भित्र घुस्न पाइयो। तर मसँग टाइम छैन। इजिली बनाएको छ घुस्ने ठाउँ, घुस्ने ठाउँ बनाएको छ मजाले, जाने ठाउँ बनाएको छ। तर जे होस् तालचा बन्द छ, गेट चाहिँ ओपन छ है, त्यही हो कुरा। तालचा बन्द छ, गेट ओपन छ। ठाउँ चाहिँ राम्रो छ, एकदमै राम्रो छ, त्यसमा कमेन्ट गर्ने कुरै छैन। भ्यू चाहिँ दामी छ। त्रिवेणी पुल हाम्रो, त्रिवेणी पुल हो त्यहाँ देखिएछ, हो त्यहाँ त्रिवेणी पुल देखिएछ, यहाँदेखि राम्रो भ्यू देखिएछ। के र मोबाइल नराम्रो भएर हो कि भन्ने कि के भन्ने, तर राम्रो छ। क्यामेरा पनि ठिकै रहेछ, पुल देखिएछ के अरे। यतिमै खुस छ मान्छे, जेमा छ त्यहीमा खुस हुनुपर्छ बस। हाम्रो त्रिवेणी पुल डुङ्गा चलाउने चलाएकै छ, माछा मार्ने मारेकै छ, राम्रो छ। घुम्न खालको चाहिँ राम्रो छ, घुम्न खाने यताउता पिकनिक यताउता स्पोट यताउता सबै राम्रो छ कि। यता पौडी खेले पनि भयो, जे गर्दा नि भयो के, मजा छ ठाउँ। दाइहरू उतातिर छन् के अरे, दामी छ ठाउँ। उता छ गण्डकी, गण्डकी गएर नारायणी, अघिदेखि गण्डकी नारायणी पुल, नारायणी पुल त्यहाँ देखिएछ। मनु दाइ र करोना पर छन्, देखिँदैछन् होला।